असो फ्यापुला नमस्कार अस्सलाम वालेकुम सबैजनालाई। आज चाहिँ बिरु जाँदैछ नेपाल हैन, त्यही भन्नलाई हो। अनि अब जाँदैछु नेपालमा हैन, सबैजना हुनुहुन्छ, मलाई छोड्न आउने दाइहरू हुनुहुन्छ यहाँ। आज निस्किँदैछु नेपालको लागि, यात्रा मेरो सुरु हुँदैछ। अब अगाडि हेर्नु होला हैन, म के हुन्छ बाटोमा म सबै देखाइहाल्छु तपाईहरुलाई है। फाइनली आई एम इन ट्याक्सी, म ट्याक्सीमा आइसकेको छु। अब हाम्रो एयरपोर्टको यात्रा सुरु हुन्छ यहाँबाट, अनि म हेर्दै जानु होला अगाडि के हुन्छ है। हाई गाइज, म चाहिँ अब होइन एयरपोर्टमा आइसकेको छु। यो चाहिँ डोमेस्टिक एयरपोर्ट हो, अनि यहाँबाट चाहिँ एउटा प्लेन चेन्ज गरेर अनि इन्टरनेसनल एयरपोर्टमा जानुपर्ने हुन्छ हामी। त्यसको लागि चाहिँ टाइम लाग्नेछ। अगाडि हेर्दै गर्नु, अगाडि म देखाइहाल्छु के हुन्छ है। एयरपोर्टमा हो, कडा हो एयरपोर्टमा। अब अहिले चाहिँ बसिरहेको छु होइन, चेक इन गरेर। अनि अहिलेसम्म प्लेन आउँछ अनि जानुपर्छ सर उडेर होइन, त्यही हो। अब अहिलेसम्म म तपाईँहरू देखाउँछु के हुन्छ अगाडि, के हुन्छ कस्तो हुन्छ यात्रामा होइन। सँगै साथ दिनु होला, अनि त्यही हो, हेर्दै जानु होला अगाडि के हुन्छ म तपाईँहरूलाई देखाइहाल्छु। हस् त। है फाइनली म प्लेनभित्र बसिसकेको छु। अब यहाँ धेरै ठुलो छोरीले बस्नु मिल्दैन, त्यसको लागि चाहिँ म प्रार्थी छु। अगाडि हेर्दै गर्नु होला के हुन्छ है। फाइनली म जेद्दा एयरपोर्ट आइपुगेको छु। अब यहाँबाट अझै फेरि दमामको लागि अर्को प्लेन चल्नुपर्छ है। गाह्रो छ के गर्ने, त्यही छ। आउँदैछु, एकदम धेरै खुसी लागिरहेको छ। त्यही हो, हेर्दै गरौँ अगाडि के हुन्छ। दमाम एयरपोर्ट आइपुग्यो है। अब यहाँबाट त्यही 22-23 घन्टा वेटिङ छ। ठिक छ, अगाडि के हुन्छ म तपाईँहरूलाई भन्ने गर्छु, हेर्दै गर्नु होला है त। हस् त। हेलो गाइजहरू, म फेरि आइपुगेँ है। अहिले चाहिँ म यहाँ दमाम एयरपोर्टमा छु होइन। अनि यहाँबाट चाहिँ अब नेपाल जाने प्लेन आउँछ यहाँनिर चाहिँ, अनि त्यसैको लागि वेटिङमा बस्नुपर्ने हुन्छ। वेटिङ एकदम लामो छ, 22-23 घन्टा छ। आज दिनभरि घुमेर यतै बस्ने हो, नयाँ नयाँ ठाउँ नयाँ नयाँ मान्छेहरू हेर्ने हो होइन। त्यसपछि यहाँबाट रातिको 1 बजी, यहाँको 1 बजेको फ्लाइट छ। त्यस्तै छ होइन, एकदम धेरै खुसी लागिरहेको छ। आउनु पाइरहेको छ नेपाल, भेट्न पाइरहेको छ साथीभाइ परिवार, त्यही त हो नि होइन, खुसीको कुरा त्यही हो। अब हेर्दै जाउँ के हुन्छ होइन। तर लास्टै अल्छी लागिरहेको छ यार, एक्लै छु, कोही छैन है। दिमाग खराब भइरहेछ भने जस्तो निन्द्रा लगाएर त्यस्तै भइरहेछ है। केही छैन, अब एक्लै बसिन्छ। अब भरे फ्लाइट कहिले हुन्छ ट्याक्क आइन्छ है। हेर्दै गर्नु होला त्यसको लागि। हस् त, धन्यवाद। फाइनली आइसक्यो नेपालको प्लेन है। अब यहाँ प्लेनमा चढ्न लागेको छु। अहिले बोल्नु मिल्दैन होला होइन, अहिलेसम्म बोल्नेछु है। प्लेनभित्र है, प्लेनभित्र हिँड्नुपर्ने समयमा शौचालयको प्रयोग गरी क्याबिनमा हेरल गर्न विद्युतीय पकड्न मोबाइल। क्या करता बॉस, आना ही पड़ा। पब्लिक की डिमांड थी, कहानी खत्म होने को आई और अभी तक एक्शन शुरू ही नहीं हुआ।